के गाडीको नाम के गर्दै मर्सिडिज मलाई प्रोनाउन्सिएसन नै होइन सर चाहिँ आज चाहिँ हेर्न आएको पछि चाहिँ किन्न गाडी साडीको ढोका सोका सबै खुल्यो कि कलेक्सनमा यो राख्नु बवाल हुन्छ है हेर्नु त दाइ तर जुन दिन मेरो 10,000 सब्सक्राइबर हुन्छ नि एउटा मैले सोच चाहिँ गिफ्ट हाल्छु ल पक्का फिक्स मेरो एउटा सब्सक्राइबरलाई म चाहिँ एउटा सुज गिफ्ट गर्छु जब जुन दिन मेरो भनौँ न तर एउटा बवाल सुज गिफ्ट गर्छु 100%। सो हेलो एभ्रिवान नमस्ते सबैजनालाई आई होप तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ ठ्याक्कै म चाहिँ बाहिर निस्केको तपाईँहरूलाई यसो घुमाउँछु भनेर अब घरमै एकैचोटि कति भिडियो बनाउने आज चाहिँ छुट्टी परेर अनि त्यसपछि अब भनौँ न घरमा चाहिँ गर्ने पनि काम चाहिँ थुप्रै थियो। जस्ट मैले अलिकता रुम भ्याकुम लाएँ अनि त्यसपछि नुहाएँ अनि म निस्केछु अनि एउटा दाइ पनि यही हुनुहुन्छ उहाँलाई यसो सपिङ गर्नु परेर गरेँ अनि म अनि अब भनौँ न सपिङ त्यसलाई कुद्नुभन्दा त अब जेब्रा क्रसिङ कुद्नुभन्दा त माथिबाट यहाँ माथि रहेछ हेड ब्रिज यताबाट गइदिनु पर्छ क्या। सो अहिले चाहिँ म चाहिँ दाइलाई भेट्न गइरहेको छु अनि खाजा पनि बिहानदेखि मैले केही खाएन बिहानदेखि भन्दा पनि आज खाना पनि बनाएन अनि त्यसपछि आइज नि त आज बाहिर नि खाम्ला अनि यतै एकछिन बसौँला अनि जाम्ला तेरो भिडियो नि बन्छ कन्टेन्ट नि डर लागिरह यार हल्लिरहेको छ यो पुल त। अनि भ्यू चाहिँ यस्तो तपाईँहरू यो चाहिँ तारमी हो म चाहिँ उता समुद्रको छेउतिर जाने पनि हुन्छ उता चाहिँ ठुलो ठुलो भनौँ न ऊ छ के भन्छ अरे ठुलो ठुलो कम्पनीहरू छ कि सुज ब्रान्डेड अनि कपडा पसलहरू ठुलै ठुलो छ कि अहिले गएपछि तपाईँहरूलाई थाहा हुन्छ। एकचोटि म आएको थिएँ सो म चाहिँ आइसकेको छु अनि यो चाहिँ पार्क हो जब यस्तो नर्मल एउटा सानो सानो पार्क चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ लास्टै हुन्छ कि बच्चाहरूलाई खेल्न यहाँको मान्छेहरूलाई यसो टाइम पास गर्न धेरै हुन्छ। अब 4को महिनादेखि सपटा फुलेपछि मान्छेहरू पिकनिकहरू यताउति अनि फ्यामिलीसँगै लिएर अनि खानाहरू घरबाटै बनाएर आउँछ अनि यसो बस्छन् टाइम पास गर्छन् फोटोसोटो खिच्छन् लिन्छन् धेरै कुरा हुन्छ भनौँ न। म छिर्नु पर्यो यस्तो छ क्या अनि यो चाहिँ बवाल छ कि यो चाहिँ ठुलै मल छ आउट लाइफ पार्क भन्ने छ कि फेरि अब यहाँ जान्छु एकछिन यस्तो बस्छु दाइ यसैको भित्र हुनुहुन्छ। नेपालमा हुँदा पहिला यस्तो काठमाडौँमा पर्दाखेरि घरिघरि मलहरूमा जाँदाखेरि यसमा अलिअलि रमाइन्थ्यो भिडियो सिडियो टिटिङ अलिअलि बनाइन्थ्यो। जापानमा फेरि जता गए ट्रेनमा चढेछ ट्रेन झरेछ फेरि यता दाइ कता भनिरह सुज किन्नु भन्नुभएको छ कि सुज कतातिर ठुलै छ फेरि जताततै सुज किन्ने छ। अब म चाहिँ यो क्यामेराबाट भिडियो बनाउँछु यसमा चाहिँ मेरो पछाडिको एकछिन म फोन गर्छु पहिला हेर्नु त कस्तो बवाल छ है यता नाइकीको छ क्या फेरि दाइलाई यहाँ भेटिसकेको छु हाई भन्नु अब हामी नाइकीमा छिरिसक्यो हम कुन ब्रान्ड लिने दाइ गरे तपाईँ चाहिँ खासमा लिन चाहिँ के आउनु भएको यही किनिदिउँ न त हेर्नु न बवाल छ है दाइले फेरि ब्रान्डेड लगभग 3-4वटा कलेक्सन गरिसक्नु भएको छ है 13,000 रहेछ यार यसको 13,900 एउटा मनी सुज हान्दिउँ किनिदिनु न मेरो लागि पैसै लाग्दैन तर मैले आज दाइले सबै हो कि खर्च गर्ने पहिला खाना खान जाँदा यार भोला माछ मैले यस्तो यसको प्राइस कस्तो छ भने गाइज यो 17 मलाई यो कस्तो लाग्छ दाइ यो ब्रान्डेड माल लिउँ न त त्यो किट लिनुपर्छ क्या गाइज फुटबल खेल्नलाई कोसँग फुटबल पनि खेल्ने होला होइन फुटबल पनि कोसँग खेल्ने भनेको पुरै मलाई यस्तो मनपर्छ क्या दाइ फेरि तर मन पर्दैन
जोड्न अँ मलाई मन पर्छ साउन्ड छ नि यो त्यो अघि हेरेको यही त हो नि कलर फरक थियो अँ तर जुन दिन मेरो 10,000 सब्सक्राइबर हुन्छ नि एउटा मैले सुज चाहिँ गिफ्ट हान्छु ल पक्का फिक्स मेरो एउटा सब्सक्राइबरलाई मैले चाहिँ एउटा सुज गिफ्ट हानिदिन्छु जब जुन दिन मेरो भनौँ न 10,000 सब्सक्राइबर कम्प्लिट हुन्छ अहिले त भनौँ न एउटा सब्सक्राइब होइन कमेन्ट अब त्यो दिन मैले गर्थेँ तर एउटा बवाल सुज गिफ्ट गर्छु ल 100% मैले ल सुज चाहिँ गिफ्ट हान्ने भए 10,000 सब्सक्राइबर कम्प्लिट हुने बित्तिकै म एउटा सुज बवाल सुज आफ्नो सब्सक्राइबरलाई कसरी गरेँ मैले पाउने मैले पनि सब्सक्राइब गरेको छु होइन त्यस्तो भनेर मात्र भने के अरे त्यो अब कसले जित्छ भन्ने हुन्छ नि त साथीलाई दिन्छु त साथी दाइ त चिनिराख्नु तपाईँहरू यहाँले पाउनुहुन्न गाइस आजको चाहिँ खर्च भनेको दाइको हो आज दाइको बर्थडे रहेछ सबैजनालाई कमेन्टमा ह्याप्पी बर्थडे टु यु भनिदिनु होला है त फेरि आजको बर्थडे चाहिँ आज छैन पछि नै बर्थडे हो तर जे होस् मैले भनेको थिएँ नि बाटोमा आज दाइले फेरि आज भोक पनि लाग्छ खर्चै आइज नि त तँलाई टेन्सन के लिनु पऱ्यो म छु भनेर अनि दाइले तँलाई टेन्सन लिनु पर्दैन म हुँदा भने ल त नि हिँड्दिउँ त खानासाना केही नबनाइकन होइन हिँडिदिएको छु यता नि दाइ कतिको कलेक्सन आज हुन्छ हेरौँ यो चाहिँ कतिको हो कलर जान्नु होला है दाइ यसको 10,000 रहेछ के ब्रान्ड गर्दा है त्यो को ब्रान्डको कुन मान्छे हो र यस्तो ब्रान्डेड केटा कलर चुज गर्नु त म बाई गरिहाल्छु यो दाइले चेक गर्दै हुनुहुन्छ है साइज साइज तपाईँ जान ठुलो हो नि त त्यो ठिक छ फेरि हुडी भनेको त्यही त हो सानो भयो तर पछाडि स्वाद छ दाइ ओ माई गड के हो यो यस्तो हेर्नु त ड्रइङ बल चाहिँ यो फेरि चाहिँ एनिमे रहेछ म चाहिँ एनिमे चाहिँ किन्दिनँ यता चाहिँ गेम खेल्ने यो कुन ब्रान्ड हो फेरि दाइले फेरि हुडी चाहिँ पाउनु भने क्या यस्तो यो सर्टमा लाउँदा दामी देख्छ न रबी कप गगल्स हेर्नु न सुहाना बित्तिकै सुहाना यार एनिमेहरू छोराछोरीलाई वा कति क्युट हो त्यहीँबाट तल नभएर घुमाइ वाकले कता अलिक पछाडि बस्नु बल्ल क्यामेरा लाउनुहुन्छ हो यो आन्टीले मलाई फेरि आन्टी त होइन होला अघि हाँसिरहेको थिएँ क्यामेरा यस्तो गऱ्यो भने कि मुखको ताका हेर्नु त मलाई फेरि यस्तो मनपर्छ यिनीहरू पछि आफ्नो रुम जब आफ्नो पर्सनल रुम बनाउँछ नि त्यतिखेर कलेक्सन गर्छु यो फिफा गएन र कप त अन्त दा एकचोटि छिरौँ न भित्र 11,470 रुपियाँ छ गाइज हेर्नु त कुन बाइक हो कावासाकी हो कावासाकी कुन बाइक हो त माई फेभरेट बाइक हो मैले जापानमा जब आफ्नो नाम निकालेँ भने हो न इक्जाममा 100% एउटा कावासाकी लिने हो कि पर्सनल कि आफ्नो त्यो सोचेको छु कि हेर्नु त खाइको पुपिएससी पास गरिन्छ अनि यहाँ फेरिको इक्जाम दिन्छ अनि त्यतिखेर हाम्रो सेलेरी भनेको 5 लाख 6 लाख हुन्छ महिनाको
अनि 16 लाख 17 लाख जापानमा चाहिँ कावासाकी निन्जा एक्सटेन आएको छ मेरो चाहिँ ड्रिम चाहिँ पुरा भइहाल्छ छ अनि रुम चाहिँ प्रश्न यहाँ चाहिँ घर चाहिँ पछि किन्छु म अनि प्रश्न चाहिँ भाडामा बस्ने तर बाइक चाहिँ 100% निकाल्छु जुन घरको भाडा पनि मलाई दिन्छ क्या घरको भाडा तपाईँको घर हुनु पऱ्यो के अरे तैँले घर बनाएपछि त्यो घरमा भाडा बस्ने मै हो कि फेरि नि अनि त्यस्तो त पर्दैन त्यो त अब फ्यामिली हुन्छ तपाईँ नै एउटा फ्यामिली त हो तपाईँले एउटा छोनो कहाँ एउटा सानो कुना होइन बस्ने गरी सुत्ने गरी दिन्छु कि टोइलेटलाई रुम बनाइदिनुहुन्छ यहाँ यो के हो यस्तो फुड सेन्टर यो चाहिँ अब कुन चाहिँ खाने कि यस्तो खाने कि भोक चाहिँ मिटोस् भनेर यता हुँदैन छ न अन्त आउनु आउनु पहिला हेरौँ अनि त्यसपछि बल्ल चुज गरौँ ल के हो यो दुइटा आउनु पऱ्यो कि सो यहाँ चाहिँ के रहेछ हेर्नु है यहाँ चाहिँ आफैले हो पकौडा चाहिँ यो के को मासु मुखमा पानी आइदा यारमा आएको छ यो त फ्री हो अनि यसलाई चाहिँ पैसा लाग्ने कि कस्तो लाग्यो धेरै भयो यार ठिक भयो यार मिस्टेक भयो नि किन एउटा मिडियम भन्नु नि यो मिडियम हो कि अझै उ के स्मल दाइर फर्स्टमै आएर चापे हन् आज चाहिँ हामी क्रोकोडाइल ब्रान्डमा आएको छौँ हेर्नु न उता क्रोकोडाइल छ किन हो र हामी चाहिँ क्रोकोडाइल ब्रान्डमा गएको थियौँ क्रोकोडाइल के भन्छ क्रोकोडाइललाई चाहिँ कोकोडालाई गोही भन्छ गोही गोही कति छ न फेरि मलाई जो हेरेँ कि म त मलाई लाज लाग्यो मलाई लाज लाग्यो हेर्न रवि दाइको हाँसो फेरि है प्राइस कति रहेछ यो कुरा 31,000 खै त्यो नै 31,000 यो गाडी हेर्नु न हेर्नु त 31,000 यो ढोका सोका सबै खुल्यो हरि भाइबी छ है हेर्नु न यो गाडी साडीको ढोका सोका सबै खुल्यो कि कलेक्सनमा यो राख्नु बवाल हुन्छ है हेर्नु त दाइ हेर्नु यो ढोका खोल्यो कि के गाडीको नाम के गर्दा है मर्सिडिज मलाई प्रोनाउन्स नै आएन सो हामी चाहिँ आज चाहिँ हेर्न आएको पछि चाहिँ किन्न अच्छा यसो चुज मात्र हो क्या कुन गाडी लिँदा ठिक हुन्छ भनेर त्यस्तो बोल्नु राम्रो लाग्यो रहेछ होइन सेकेन्ड ह्यान्ड त्यस्तो होइन दाइले के भन्नुहुन्छ औकात भन्दा बढी बोल्नु भन्नुहुन्छ दाइको औकात भनेको यति हो दाइको औकात भनेको यो लोगो मात्र किन्न पनि सक्नुहुन्न कि यस्तो कुरा गर्नुहुन्छ होइन औकात हाम्रो कति हो कतिको यो त यस्तो यो पुरै यो मैले पुरै गाडी चाहिँ सोरुमै बनाइदिन्छु कि औकातमा आएछ नि त जस्ट मेहनत र फोकस माथि ध्यान दिनु पऱ्यो यसै केटीको ल पछि पछि लागेर मात्र भनेको छैन त म तर गाडी हो न मलाई चाहिँ स्पोर्ट कार भनेको यहाँ छ तर योभन्दा पनि BMW मन पर्थ्यो यार
कताबाट हामी जाने हो भनेको कि मान हो के त्यो 2 करोड पर्ने भयो पर्छ पो 2 करोड त होइन जम्मा 2 लाख 2200 मान 2200 मान भने कति हो र 10 मान भनेपछि त मैले जस्तो राखेर हँ 10 मानै हुन्छ 1 लाख अनि 2200 मान भने 2 करोड भयो नि कसरी हाउ कसरी रे एक्सप्लेन मी 2200 मान भनेको ल 2200 मान 10 मानको 1 लाख हो न अँ अनि 2200 मानको कति भयो 2 करोड अँ 2 लाख अँ हँ हो हो दाइको फेरि क्याल्कुलेसन फेरि खत्रै छ क्या हामी जे भने तास खेलेको मान्छे हो नि पड्कायो दाइले गाडीको साउन्ड सुनेछ है हो मैले साँच्चै हो खाएको खुसी चाहिँ पास गर्ने बित्तिकै एउटा बाइक निकाल्ने भनेर सोचेछु हेर निकाल्छु कि अन्त जान्छु भन्ने छ अन्त बिहे गरिन्छ होला है तै तर गर्नु क्या म त भर्खरको छु तै त बिहे गर्नु भएन तपाईँको कपाल पनि गजान लाग्यो तपाईँ गन्जा भएपछि तपाईँ बिहा कसले गर्छ कि भन्ने मलाई त त्यसको टेन्सन छ क्या दाइ तपाईँको धेरै पिड छ कि मलाई पनि पिर छ क्या पिछाउन त झन् बुढो हुँदै गयो झन्मा मालहरू आउँछ क्या जस्तो लाग्यो हामी त भर्खरका छौँ होइन हामीहरू त एज छ जति छ दाइ अहिले लगभग 35 वर्षको हुन लाग्नुभयो अनि त्यही माथि कपाल पनि हेर्नु नि कपाल पनि गइरह बिस्तारै बिस्तारै जापानको पैसा धेरै कमाएपछि के भन्छ गरे मान्छेले पैसा धेरै कमाउँछ गरे त्यस बेला त्यो मान्छेको चाहिँ त्यसपछि गरे त्यो मान्छेको चाहिँ कपालहरू झर्न थाल्छ गरे सो दाइले लाखौँ बिटा कमाउनु भयो त्यही भएर दाइको कपाल पनि छैन कोही छ भने भन्नु है होइन फेरि अर्कीले माल्ने फेरि हस् तेरि साँच्ची होला दाइको झगडा परिरहेछ कि ब्लगमा हाँसो लाग्यो सो गाइस दाइ चाहिँ गइसक्नु भयो अब म चाहिँ यहाँबाट ट्रेन चढ्छु भर्खरै 1 मिनट लेट भयो ट्रेन गइसक्यो अब 18:34 आउँछ लोकल अनि अब चढ्ने अनि जाने थकाइला बिहानदेखि खायो अहिले आएर रामेन सामेन खाइयो त्यही खाएर बस्यो भगवान ला निन्दा खायो